सर्वमङ्गलमाङ्गल्ये मानसंगापराधं पीतमभिहितं वा सर्वमेतत्समस्व जय जय करुणाब्धे श्रीमहादेव शम्भो योतो शङ्खकपालभूषितगणो द्वैत्राक्षो परिदक्षयज्ञमथनो श्रीशैलजावल्लभो पापाम्यर्था सदा हरिहरो श्रीवत्संगारो सशङ्खचक्रं सकिरीटकुण्डलं सपीतवस्त्रं सरसीवेक्षणं सहारवक्त्रं कलकस्तुभश्रियं नमामि विष्णुं शिरसा पुष्पाञ्जलिर्वेद सुखाय नित्यं नानासुगन्धपुष्पाणि देशकालो भवानि च पुष्पाञ्जलिर्मया दत्तं गृहाण परमेश्वर मंत्रपुष्पाञ्जलिं समर्पयामि गुरे प्राणपुरुषोत्तम भगवान की काली लक्ष्मी माँ सरस्वती मैया की जय हो स्वस्ति माता की जय हो शाम सदा शिव भगवान की जय हो आशुतोष महाराज की जय जय श्री लक्ष्मी नारायण भगवान की जय हो श्री जय जय काशी विश्वनाथ भगवान की जय जय वृंदावन बिहारी लाल की जय श्री बद्रीनाथ भगवान की जय श्री गंगा मैया की जय श्री यमुना मैया की जय श्री पशुपतिनाथ भगवान की जय पार्थिवरा भगवती मैया की जय नारायणी मैया की जय खेती गंडकी मैया की जय श्री भागवत महापुराण की भागवत महापुराण की गौ माता की सत्य सनातन धर्म की धर्म की धर्म की धर्म की सत्य सनातन धर्म की गौ माता की भारत माता की वत्सपुत्र का समस्त पितृहरु की वत्सपुत्र का समस्त पितृहरु को वत्सपुत्र का समस्त पितृहरु को आज की आनंद की जय जय श्री राधे हर 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 महादेव शंभो लमुल सभी का स्वागत है राधे गोविंद जय जय राधे गोविंद राधे गोविंद जय जय राधे गोविंद गोविंद जय जय राधे गोविंद राधे गोविंद जय जय राधे गोविंद राधे गोविंद जय जय राधे नटवर नागर नंद जय जय राधे गोविंद नटवर नागर नंद जय जय राधे गोविंद राधे गोविंद जय जय राधे गोविंद राधे गोविंद जय जय राधे गोविंद नटवर नागर नंद जय जय राधे गोविंद
सर्वेश्वर भगवान की हामी सिधै यता फर्क्यौँ भने यहाँ पितृका तस्बिर लागेका थियौँ। स्वर्गीय बुबा दुर्गा प्रसाद दाहालज्यू, आमा चन्द्रमाया दाहालज्यू, चन्द्रप्रसाद दाहालज्यू, शिवलाल दाहालज्यू, इन्द्रमाया दाहालज्यू, यहाँहरूको विशेष स्मरण गर्दै ज्ञात अज्ञात सम्पूर्ण पितृहरूको नाममा आयोजना गरिएको यो श्रीमद् भागवत महापुराणको द्वितीय दिवसमा इष्टदेव सद्गुरु माता पितालाई प्रणाम गर्दछु, गौ मातालाई नमन गर्दै व्यासपीठमा आवाहित पूजित स्थापित प्रतिष्ठित सम्पूर्ण 33 कोटि देवी देवतागण यस घरका कुलपितृलाई प्रणाम गर्दै व्यासमा आशीन गुरुदेव द्वय, मञ्चमा आशीन कलाकारहरू, गणेशजी, आयोजक परिवार, उपस्थित सम्पूर्ण आमा बुबा दाजुभाइ दिदीबहिनीहरू सबैलाई तृतीय दिवसको कथामा स्वागत गर्दै सबैलाई राधे राधे। जय श्री राम। मजाले भनिदिनु न, राधे राधे। हामी श्रीमद् भागवत महापुराण श्रवण गर्नको लागि आएका छौँ। हिजोको कथा प्रारम्भ गरेर हामीले विश्राम पनि गर्यौँ। भागवतजीको मङ्गलाचरण 3वटा श्लोकमा नैमिषारण्यको पावन धरतीमा महामुनि सूतजी महाराजलाई शौनकादि 88,000 ऋषिहरूले 6वटा प्रश्न गर्नुभएको थियो। सुखदेवजी महामुनिको जन्मको विषयमा बडा विचित्र कथाहरू बताइएको छ, अमर कथा बताइएको छ। एक दिनको कुरा हो, शङ्करजीका साथमा रहनुहुन्थ्यो। भवानी शङ्कर वन्दे श्रद्धा विश्वास रूपिण। पार्वतीलाई श्रद्धा भनिन्छ भने शङ्करलाई विश्वास भनिन्छ। जहाँ पत्नीमा श्रद्धा छ, पतिमा विश्वास छ भने त्यो घर पक्कै पनि स्वर्ग हुन्छ। पत्नीमा श्रद्धा पनि छैन, पत्नीमा विश्वास पनि, पत्नीमा श्रद्धा छैन, पतिमा विश्वास छैन, त्यो घर बन्छ। भगवान शङ्करजी कतै जानु भएको भिक्षा माग्न, नारदजी आइपुग्नु भयो। एकपल्ट राधे राधे भनिदिनु न। नारदजी आइपुग्नु भयो। माता पार्वतीले बडा स्वागत गर्नुभयो, सम्मान गर्नुभयो। किन? नारद भगवान विष्णुका परम भक्त हुनुहुन्छ, भगवान शङ्कर पनि विष्णुका परम भक्त हुनुहुन्छ। वैष्णवानां यथा शम्भु, भगवान नारदजी र माता पार्वतीको बीचमा वार्तालाप सुरु भयो, बातचित सुरु भयो। कुनै कुरामा भगवान नारदजीले माता पार्वतीलाई भन्नुभयो, माता म भगवान शङ्करको विषयमा धेरै कुरो जान्न चाहन्छु हजुरका श्रीमुखबाट। किन? हजुर त अर्धाङ्गिनी हुनुहुन्छ नि त। सायद आफ्ना पतिको बारेमा पत्नीलाई सबैको थाहा हुन्छ, होइन भन्नु? माता पार्वतीले पनि बडा प्रसन्न मुद्रामा नारदजीको प्रश्नको उत्तर दिँदै जानुभयो। नारदजीले भगवान शङ्करजीले लगाउनु भएको गलाको मुण्डमालाको विषयमा प्रश्न गर्नुहुन्छ। मुण्डमाला देख्नु भएको छ? मान्छेको टाउकाको माला, मुण्डमाला। अब माता पार्वतीलाई यो पहिले त बताउन चाहनु भएन, तर माता पार्वतीले एकोरो लागेपछि भगवान शङ्करजी पनि बताउन बाध्य हुनुभयो। भगवान शङ्करले माता पार्वतीलाई
उत्तर दिने क्रममा भन्नुहुन्छ पार्वती यो संसारमा बडा विचित्रको लीला छ भगवान। मनुष्यको कर्म पनि अनेक छ। पत्नी हो तिमी मेरी अर्धाङ्गिनी हौ, म तिम्रा पत्नी हो। तर थाहा छ तिम्रो र मेरो कर्म पनि अलग अलग छ। तिमी जन्मिँदै मर्दै जन्मिँदै मर्दै जन्मिँदै मर्दै जन्मिँदै मर्दै गर्छौ, म जन्मिँदा पनि मर्दिनँ गर्छु। मेरो जन्म पनि छैन, मृत्यु पनि छैन। त्यसैले तिमी जतिपल्ट शरीरलाई त्याग गर्छौ, तिम्रो शरीरको दाह संस्कार गरिदिन्छु, तिम्रो शिरको माला बनाएर लगाउँछु भन्दिनु। पार्वतीको शिर नै माला रहेछ, बुद्ध माला। तिमी जतिपल्ट जन्मिँदै मर्दै जन्मिँदै मर्दै गर्छौ, तिम्रो मृत्यु भएपछि मेरो एउटा माला थपिन्छ गलामा। माता पार्वती बडा आश्चर्यचकित पनि बन्नुभयो, दुखित पनि हुनुभयो। कस्तो विडम्बना संसार भन्नु त, पति र पत्नीको बिचमा कस्तो भेद। पति कहिले नमर्ने, पति कहिले नजन्मने, पत्नी मर्दै जन्मिँदै मर्दै जन्मिँदै गर्ने गर्छ। भगवान किन यस्तो भयो? भगवान यस्तो किन भयो? पति पत्नीलाई यति भेद कसरी भयो? यसको वास्तविक रहस्य छ चाहिँ के? मलाई भन्नु पर्यो नि। यो कारणले म जन्मिदिन मर्दिन, यो कारणले तिमी जन्मिन्छौ मर्छौ भन्नु पर्यो नि त। भनेपछि भगवान शङ्कर भन्नुहुन्छ पार्वतीलाई, पार्वती तिमीले अमर कथा सुनेकी छैनौ? अमर कथा मैले अमर कथा सुनेको छु। माता पार्वतीलाई अमर कथा सुन्ने इच्छा भयो। भगवान शङ्करजीले एकान्तमा लिएर जानुभयो, जसलाई अमरनाथको गुफा पनि भनिन्छ। आज अमरनाथको गुफामा लिएर जानुभयो भगवान शङ्करजीले माता पार्वतीलाई। कथा श्रवण गराउनको लागि तयारी हुनुभयो। सबै त्यहाँका प्राणीहरूलाई भगवान शङ्करजीले एरिया बाँधेर भन्नुभयो, यो एरियादेखि बाहिर बस है, कथा भइदियो। माता पार्वती कथा सुन्न तयारी हुनुभयो, भगवान शङ्कर कथा भन्नको लागि तयारी हुनुभयो। त्यतिकैमा पार्वती माता बसेको छेउमा एउटा सानो रुख रहेछ, पोथरा। त्यहाँ एउटा सुगाको गुण रहेछ। त्यो सुगाको गुणमा एउटा खोसेको अन्डा पनि रहेछ। माता पार्वतीलाई कथा सुनाउँदै जानुभयो भगवान शङ्करजीले। शङ्करजीले भनेको कथा त्यो सुगाको गुणमा गएर ठोकिन लाग्यो। त्यो बिग्रेको खोसेको विगलित अन्डामा प्राण पस्यो। कथाको शब्दले प्राण पस्यो। 7 दिन पछाडि त्यो अन्डा फुट्यो र सुगाको बच्चा निस्क्यो। उनले कथा सुन्यो। भगवान शङ्करजीले 1 महिना कथा भन्नुभयो। माता पार्वती निदाउनुभयो। पार्वती निदाएको बेलामा पार्वती बसेको ठाउँमा सुगाको बच्चा आएर कथा सुनायो। भगवान शङ्करलाई थाहा भयो सुगाले कथा सुन्यो, खेल्दै आउनुभयो। बद्रीनाथदेखि माथि सरस्वती नदीको किनारामा एउटा आश्रम छ जसको नाम हो सौम्याप्रास। सौम्याप्रास नाम गरेको आश्रममा वेद व्यास र उहाँकी पत्नी जसको नाम थियो बिटिका, काहीँ पिङ्गला पनि भनेको छ, बिटिका स्नान गरेर सूर्य भगवानलाई अर्घ्य दिएर आउँदै हुनुहुन्थ्यो सरस्वती नदीबाट। अचानक हाई आयो। माता बिटिकालाई भाग्दै आएको सुगाको बच्चाभित्र पसिदियो। राधे राधे भन्नुहुन्छ त। भाग्दै आएको सुगाको बच्चा मुखमा सर्दै पस्यो व्यासकी पत्नीको मुखमा। 12 वर्ष आमाको कोखमा बसे। 12 वर्ष।
उपाय लगाएपछि व्यासजीले भगवान कृष्णलाई आराधना गर्नुभयो। भगवान श्री कृष्णले वरदान दिएपछि 12 वर्षको उमेरमा जन्मिनुभयो। 10 महिनामा जन्मेको नानी पो हिँड्न सक्दैन, होइन भन्नु त, बोल्न सक्दैन त। यता 12 वर्षमा जन्मिनु भएको, साल बोकेर हिँड्नुभयो जङ्गलतिर। त्यस्ता 12 वर्ष आमाको कोखमा बसेर 12 वर्ष पछाडि जन्मेर जङ्गलमा गएर समाधिमा रहेर ज्ञान प्राप्त गरेर सम्पूर्ण प्राणीको कल्याण गर्ने मेरा गुरुलाई प्रणाम गर्दछु। तब सर्वभूत हृदय पूर्णिमानतोस्मि। यसरी गुरुको ध्यान गर्नुभयो, गुरुको वन्दना गर्नु, अनि मात्रै भगवानको ध्यान गर्नुभयो। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये। गुरुको वन्दना नगरी नारायण शब्द पनि भएन। 20 लाख झापा, 11 लाख जलचर, 9 लाख जलचर, 20 लाख झापा, 11 लाख किरा फट्याङ्ग्रा, 10 लाख पक्षी, 30 लाख पशु, 4 लाख मात्र सक्यो। ततो मनुष्यतां प्राप्य, अनि मात्रै मान्छे भयो। कता भनेको त्यो बिताएपछि, त्यो बिताएपछि मात्रै मान्छे भइएछ। ततो मनुष्यतां प्राप्य, 84 लाख योनि बिताएपछि मान्छे भयो। केको लागि भयो? पुण्य कर्माणि साधये। मनुष्य जीवन भनेको एउटैको लागि पाएको हो। पुण्य कर्म गरेर ज्ञान प्राप्ति गरेर अब कहिले पनि 84 मा पर्नु नपरोस् भनेर मोक्षलाई प्राप्त गर्ने साधन हो मानव जीवन। त्यसकारण हामी मोक्षका साधक हौँ। हामी मोक्ष प्राप्ति गर्नको लागि धरतीमा आएका। जीव स्वतत्व जिज्ञासा, हामी तत्त्वलाई जान्न, भगवानलाई जान्न, ब्रह्मलाई जान्न, परमात्मालाई जान्न हामी आएका। मान्छे छोडेर कसैले पुराण सुन्छ भन्नु न हौ, सुन्छ? वेद भने पनि, पुराण भने पनि, भजन भने पनि, कीर्तन भने हाम्रो लाग्यो। किन मुक्ति पाउनु त हामी नै हो। मोक्षको साधना छ। 24 प्रकारका भगवानको अवतारको व्याख्या गर्नुभयो। 24 अवतार भगवानको अवतार त कति छन् हजुर, त भागवतमा 24 अवतार छ नै भनिदिनु भयो। पहिलो अवतार भगवानको भयो यस धरतीमा कुमार अवतार। कुमार 4 जना हुनुहुन्थ्यो, सनक, सनन्दन, सनातन, सनत कुमार। यहाँहरू कहिले 5 वर्षभन्दा माथिको उमेरमा जानु भएन र कुमार भनेर। कुमार 2टा छन् फेरि। एउटा कुमार छ शङ्करजीका छोरा, स्वस्थानी पढ्नु भएको छ भने कुमारजी आज्ञा गर्नुहुन्छ। ती कुमार चाहिँ बिहे नगरेर कुमार बताउनु। अब यहाँ चाहिँ सनकादि कुमारहरू हुनुहुन्छ जसको उमेर छ मात्र 5 वर्षको हुन्छ। सनकार्य। दोस्रो अवतार भगवानको बराह अवतार। जानु भएको तपाईँ नेपाल पुग्नु भएको होला, बराह क्षेत्र सुन्नु त भएको होला, जानु पनि भएको होला। यस धरतीको पहिलो तीर्थ हो बराह क्षेत्र, सुन्नु भएको हो। भगवानको दोस्रो अवतार हो बराह अवतार, जो नेपालमा छ। यहाँ कति आज्ञा गरेर पिण्ड पनि दान गर्नुहुन्छ, श्राद्ध पनि गरेर आउनु कोका बराह क्षेत्र। तेस्रो अवतार भगवानको यस धरतीमा नारदको अवतार, नारदजीको अवतार। चौथो अवतार भगवानको नरनारायणको अवतार, बद्रिका आश्रम तपस्या गरेर बस्नुभएको।
पाँचौं अवतार भगवानको कपिल मुनिको अवतार कथा हामी भागवतको सुन्दै जान्छौँ सबै नाम मात्रै सुनेको कपिल अवतार छैटौं अवतार भगवानको दत्तात्रेयको अवतार सातौं अवतार भगवानको यज्ञ नारायणको अवतार आठौं अवतार भगवानको ऋषभदेवको अवतार नवौं अवतार भगवानको पृथु राजाको अवतार दशौं अवतार भगवानको मत्स्य अवतार यी सबै कथा भरे सुनौला नाम मात्रै यहाँ बताउँदै हुनुहुन्छ 11औं अवतार भगवानको कछुवाको अवतार 12औं अवतार भगवानको मोहिनी अवतार धन्वन्तरी अवतार 12औं अवतार भगवानको धन्वन्तरी अवतार 13औं अवतार भगवानको मोहिनी अवतार 14औं अवतार भगवानको नृसिंह अवतार 15औं अवतार भगवानको वामन अवतार 16औं अवतार भगवानको परशुरामको अवतार परशुराम 17औं अवतार भगवानको व्यासजीको अवतार 19औं अवतार 18औं अवतार भगवानको रामजीको अवतार श्री रामको अवतार 19औं अवतार बलरामको अवतार 20औं अवतार श्री कृष्ण अवतार 21औं अवतार भगवानको हंसावतार 22औं अवतार भगवानको हयग्रीवको अवतार 23औं अवतार भगवानको बुद्ध अवतार जो अहिलेको अहिलेको अवतारको नाम बुद्ध अवतार एउटा अवतार हुन बाँकी छ भगवानको त्यो हो कल्की अवतार कल्की अवतार भइगएको छ अहिले बुद्ध अवतार चल्दैछ यसरी भगवानको 24 अवतारको चर्चा यहाँ आएर गर्नुभयो अगाडि गइसकेपछि सुतजी महामुनिले सुगदेवजीलाई स्मरण गर्दै सौनकादि 88,000 ऋषिहरूलाई कथा सुनाउने क्रममा भन्नुहुन्छ सबभन्दा पहिले मनुष्यको जीवनमा यो भावना आउनु पर्दछ संसारमा जे कुरो देख्छौँ भगवान मात्रै हुनुहुन्छ भगवान मात्रै हुनुहुन्छ जसको पनि शरीर छ अलग होला तर भित्र बस्ने ईश्वर एउटै छ एउटा बडा सुन्दर प्रसङ्गबाट कथालाई प्रारम्भ गर्नुहुन्छ भक्तवत्सल भगवान की छाडी जानु छ पिञ्जरा किन नलिनु
पधमनि धपगर्छ असम्बरी छैन मर्ने हो छोला थाहा छैन आज भोलि के होला दुई दिनको घाम छाया नभुलाऊ जीवन झुटो माया भक्तवत्सल भगवानको श्रीमद् भागवत महापुराण की व्याख्या गर्नुभएको छ। हामी सबैले जीवनमा सपार्नु पर्छ भने अन्तिम समय सपार्नु पर्छ। अन्तिम समय मृत्यु हुने बेलामा राम राम भन्ने हो कि काम काम भन्ने हो, यति नै हो। यति भएको समय जन्म लाभ पर पुंसाम अन्ते नारायण स्मृति। जीवनमा जति नै जे गरे पनि मर्ने बेलामा राम राम भन्दैन भने जीवनभरि गरेको कर्मको फल छैन। मर्ने बेलामा काम काम भन्ने मर्ने हो, बा कान्छी छोरी सम्झेर मर्ने हो, बा त्यही घरमा नाति पनाति भएर आउनु पर्ने हो, यो पनि त हुन्छ। एउटा कुरो सुन्नु भएको छ, देख्नु भएको छ, कसैले भएको छोरो जन्म्यो भने हजुरबाटै अन्त अर्थ भनेर सुन्नु भएको छ, सुन्नु भएको छ। जुन छोरालाई सम्झेर मरे त्यही छोरा घरमा नाति भएर अहिले बाबुले पछाडि छोरो भयो छरे कि न? शास्त्रले स्पष्ट भनेको छ, अन्त्य यामति शान्ति, मर्ने बेलामा जे सम्झेर मर्यो त्यही हुन्छ भन्ने। भोलि कथा सुन्छौँ हामीले, एकजना राजा थिए, मर्ने बेलामा मृग मृग भन्दै मर्दाखेरि मृगै भयो। त्यो कथा भोलि सुन्छौँ हामीले। राजा थिए एकजना जो गण्डकीमा गएर तपस्या गर्थे, शालग्रामको पूजा गर्थे, र मर्ने बेलामा के सम्झे? मृग। मृगको पाठो सम्झेर मरे, मृगको पाठै भनेर विचार मात्रै देउनी कि दुईटै लक्ष्मी हुने, गाई पनि लक्ष्मी हुन्, छोरी पनि लक्ष्मी हुन्। दुःख पायो भने श्राप छ, श्राप छ। अब यहाँ आमाहरू थाहा होला, पहिली बिहे गर्दाखेरि छोरीलाई गाई दिएर पठाउनु याद छ नि? ल्याएको पनि होला होइन? छोरीसँग गाई दिन्थे, कन्यादान गौदान दिन्थे। गोत्र भन्थे, गोत्र। छोरीको गोत्र सार्थ्यो भने गाईले सार्थ्यो, गोत्र भनेको गाईले सार्थ्यो। त्यस कारणले गाईको सेवा गर्नुपर्छ। आफ्नै घरमा गाई छैन भनेदेखि कोतिर परतिर गाई छन् भने ती गाईलाई पनि केही न केही लगेर आफूले दिनुपर्छ। गाईको सेवा गर्दै नत्र भने त कानो सारा केही छैन। भगवानको भक्ति गर्ने मान्छेको मन कमल हो, याद छ? कस्तो हुन्छ? कमल। कसैले के भन्दा विश्वास गरिहालिन्छ अनि भाइ धोका खान्छ, हो कि हो कि? कठोर भन्दा पापीको हुन्छ नि। भगवानको भक्तलाई दुःख किन पाउँदाखेरि कमलो मन हुन्छ, छिटै विश्वास गरिहाल्छ, भरे फाइदा गालिन्छ। हेर्नुहोस्, परीक्षितलाई
मन पग्ल्यो कलिजुगले ओ यही वस्तु तपाईले जहाँ दिनुहुन्छ त्यही वस्तु भने चाहिँ मन पग्ल्यो त चारटा ठाउँमा बस भनिदिनु भयो पहिलो ठाउँ दिनुभयो ज्वातास द्युतम पानक स्त्रिय सुना यत्रा धर्मस्ततो विधः पहिलो ठाउँ दिनुभयो ज्वातास दोस्रो ठाउँ दिनुभयो मदिरा मदिरा तेस्रो ठाउँ दिनुभयो वेश्यालयमा चौथो ठाउँ दिनुभयो हत्यामा पशु हत्या पशु हिंसामा त्यो चार ठाउँमा कलिजुगको बासमा मदिरामा वेश्यालयमा अनि हत्यामा हिंसा दिनु भएन राधे राधे भन्दै त कतिलो के छ त एउटा राम्रो ठाउँ सुन्न कलिजुगको बास हुन्छ त्यस कारण विचार गर्नु गहना लगाए हिँड्न पनि गाडी छैन भन्नु तर परीक्षितले आफ्ना छोरा जन्मेजयलाई राजा बनाएर तुरुन्त राज्यबाट निस्केर जङ्गलमा जानुभयो गङ्गाको किनारामा सारा ऋषि महर्षि ब्रह्मर्षि देवर्षि राजर्षिको उपस्थिति भयो अन्तिममा सुखदेवजी स्वामी आइपुग्नु भयो 16 वर्षको उमेरमा सुखदेव भगवान की सुखदेवजी आइपुग्नु भयो गुरुको रूपमा जीवनभरि राम्रो काम गरेको छ भने मर्ने बेलामा गुरु काहीँ न काहीँबाट पाइन्छ मुक्ति चाहिँ सत्यको फल चाहिँ हुन्छ सुखदेवजी महामुनिलाई परीक्षितले गुरु बनाउनु भयो दुईटा प्रश्न गर्नुभयो गुरुदेव मानव जीवनमा गर्नुपर्ने कर्तव्य के हो मानव भएर गर्नुपर्ने कर्तव्य के हो पहिलो प्रश्न दोस्रो प्रश्न म मर्छु भन्ने कुरो जाने पनि के गर्नु यिनै दुईटा प्रश्नको साथसाथमा श्रीमद् भागवत महापुराणको प्रथम स्कन्धको कथा सम्पन्न भयो द्वितीय स्कन्धमा गइसकेपछि परीक्षित महाराजले सुखदेवजी स्वामीले भन्नुभयो सबभन्दा भाग्यशाली तिमी रहेछ किन म मर्छु भन्ने कुरो जानेर 7 दिनमा मर्छु भन्ने कुरो जाने हामीले थाहा छैन मर्ने होइन भन्नु बा घरे मरिन्छ बा भोलि मरिन्छ बा 10 वर्षमा मरिन्छ बा 50 वर्षमा मरिन्छ पक्कै मरिन्छ त अहिले मरिन्छ भन्ने ग्यारेन्टी छैन हिजो बेलुका हजुर र मसँग सुतेका मान्छे बिहान गर्दै सिधै खाटबाट घाटमा गए भन्नु गएन अभिमान समय उठेका मान्छे सबै भनेको ओछ्यानमा आइपुग्दै अघि बिहान हजुर र मसँगै उठेका सबै मान्छे बेला भर्मिँदैन घरमा लाख रुपैयाँ मान्छे मर्छ घाटभरि नगर्ने मान्छे मर्छ कति जन्मिन्छ 7 दिनमा मर्ने तिमीले थाहा पायो बहुत ठुलो उपलब्धि हो चिन्ता नगर खटुवाको नाम गरेका राजाले 48 मिनट अगाडि थाहा पाएको मर्छु भन्ने कुरोलाई पनि तरेर गयो भनेदेखि तिम्रो मुक्ति पक्का छ तर चारटा कुरामा ध्यान दिनुपर्छ जीवनमा भगवानको भक्ति गर्ने व्यक्ति चारटा कुरा भगवानको भक्ति गर्दाखेरि कसरी बस्ने जितासन बस्न जानुपर्छ गाह्रो छैन गाह्रो छैन कम से कम 5 घन्टा 6 घन्टा पलटी मार्न सकेन भने के साधन गर्ने कम्तीमा 5-6 घन्टा कलिजुगमा 5-6 घन्टा पनि यसरी पलटी मार्न सक्ने भने के साधन गरेर गाह्रो छैन जितासन आसनलाई जित्न पर्यो पनि बस्न सिकायो पहिलो के उपदेश है हामीलाई गाह्रो छैन
कमलको नाभिबाट कमल उत्पन्न भयो, कमलमा उत्पन्न भयो। अब कमलको फुलमा उत्पन्न भएको मैले कमलको जरा पत्तो लगाउन चाहेको सकिन्छ। 1000 वर्ष खोज्दा पनि जरा पत्तो सकिन्छ। त्यस्तो विशाल कमल। मैले म कहाँबाट आए, किन आए, कसले पठायो, किन पठायो, कति दिनको लागि पठायो, कहाँबाट पठायो, राधे राधे भन्दै पर्यो। त्यो तपाईँले मेरो पनि कुरो गर्नुभयो। हामी मान्छे त भयो नि। योभन्दा पहिले के थियो थाहा छैन? थाहा छैन? किन पठायो थाहा छ? कसैलाई मणिपुरमा पठायो, कसैलाई नक्सलमा पठायो, कसैलाई सिलगढीमा पठायो, कसैलाई नेपालमा पठायो, उसले बुझेर पठायो। तपाईँले के म मणिपुर जान्छु भने होइन, तपाईँले नक्सल जान्छु भने त होइन। उसको इच्छाले पठायो, यही पठायो। कसैलाई मणिपुरमा पठायो, कसैलाई बङ्गालमा पठायो, कसैलाई नेपालमा पठायो, कसैलाई भुटानमा पठायो, कसैलाई दार्जिलिङमा पठायो। उसले पठायो। थाहा छ उसलाई कहाँबाट पठायो थाहा छैन हामीलाई। अहिले हामीले खोज्नुपर्ने कुरा हो। म हिजो को थिएँ बा, हिजो हामी गधा होइन बा, भविष्य थियो होइन, के थाहा छ? के थियो के थियो? आज मान्छे किन पठायो? मान्छे पठायो। कोही दाहालको घरमा छ, कोही खरेलको घरमा छ, कोही खनालको घरमा छ, कोही अधिकारीको घरमा छ। मैले भगवानलाई मलाई खनालै बनायो भने होइन, तपाईँले खरेलै बनायो भने होइन होला, तपाईँले दाहालै बनायो भने होइन होला। उसको इच्छाले पठायो, केही गर्नको लागि पठायो। मलाई खनालै भयो। सनकादि ऋषिहरूले तपस्या गर्छौँ भनेपछि रुद्रको सृष्टि गर्नुभयो। रुद्रबाट सृष्टि चलेन। 10 जना ऋषिको सृष्टि गर्नुभयो। मरीचि, अङ्गिरा, अत्रि, पुलस्त्य, पुलहक्रतु, भृगु, वसिष्ठ, दक्षस्थ, दशमस्तत्र नारद। 10 भाइ छोराको सृष्टि। यीबाट पनि सृष्टि चलेन। स्वयंभू मधु र शब्दरूपाको सृष्टि गर्नु भएर तिमीहरू दुईजनाले विवाह गर। अब प्रकृति र पुरुषबाट संसारको सृष्टिको नियम राखिदिनु भयो ब्रह्माजीले। प्रकृति र पुरुष स्वयंभू मधु र शब्दरूपाबाट सृष्टि सुरु भयो। पहिलो हाम्रो पुर्खाको नाम हो स्वयंभू मनु। हामी सबैले जान्नुपर्छ, हाम्रो पहिलो मानव जीवनलाई दिने हाम्रा ऋषिको नाम हो स्वयंभू मनु। मनुको सन्तानलाई मानव भनिन्छ। हामी मनुका सन्तान र हामी केही भन्दा पनि मनुस्मृतिमा यसो भनेको छ। मनुस्मृतिमा यस्तो लेखेको छ, प्रमाण यहाँ छ मनुस्मृतिमा भन्छ। किन हामी मनुका सन्तान हो। हाम्रो नाम भयो मानव, मनुका सन्तान। 5 जना सन्तान भए। 2 भाइ छोरा, 3 बहिनी छोरी। छोराको नाम थियो प्रियव्रत र उत्तानपाद। छोरीको नाम थियो आकुल्य, देवहूति र प्रसूति। अब जम्मा 7 जना भए। 7 जना सन्तान के भएका थिए। एउटा राक्षसको उत्पत्ति भयो, जुन राक्षसको नाम थियो हिरण्याक्ष। हिरण्य भनेको सुन, अक्ष भनेको आँखा। एकपल्ट राधे राधे भन्नु त। लोभ कहाँबाट सुरु हुन्छ? लोभ कहाँबाट सुरु हुन्छ? लोभ सुरु हुन्छ आँखा देखेपछि आफ्नो मलाई दिएन भन्नु सुरु हुन्छ। हेर्नु त ओके। हिरण्याक्ष लोभ हो। पृथ्वीलाई अपहरण गर्यो, पृथ्वीलाई खिच्यो, लगेर रसातल लोकमा लुकाइदियो। कस्तो राक्षस थियो होला। ब्रह्माले भगवान नारायणको स्तुति गर्नुभयो।
ब्रह्माजीको नाकको प्वालबाट भगवानले अवतार लिएर आउनुभयो, जहाँ भगवानको नाम हो बराह। बराह मैले अघि पनि निवेदन गरेँ, यो नेपालमा पढ्नुहोस्। बराह क्षेत्र सुन्नु भएको छ, पुग्नु भएको छ। त्यहाँ बराह भगवानले दारामा डल्लो पिलेर बस्नुभएको विग्रह चाहिँ राखेको छ। बराह यो धरतीको पहिलो तीर्थ भएको बराह क्षेत्र हो। पहिलो तीर्थ कुनै तीर्थ थिएन धरतीमा, पहिलो तीर्थ भने बराह क्षेत्र। भगवान जानुभयो शुद्ध लोकमा र शास्त्र लोकमा, पृथ्वीलाई लिएर आउनुभयो। पृथ्वीलाई स्थापना गरेपछि हिरण्याक्षसँग लडाइँ भयो, भगवानले हिरण्याक्षलाई वध गर्नुभयो। भागवतमा पहिलो भगवानले यदि कसैको लीला समाप्त गर्नुभयो भने पहिले हिरण्याक्षको। हिरण्याक्ष भएको लोभ, हिरण्याक्ष भएको लोभ। सबभन्दा पहिले लोभलाई वशमा गर्यो, चाहिँदो लोभ गर्यो। लोभ नभए त हुँदैन, तर लोभ पनि चाहिँदो गर्यो। हिरण्याक्ष भएको लोभ। अब एउटा प्रश्न आयो भक्तवत्सल भगवान की। एउटा प्रश्न आयो। कस्तो प्रश्न भन्दा मर्ने बेलामा भगवानको नाम जप्न पाइयो भने पनि मुक्ति हुन्छ भने त भगवानको नाम होइन, भगवानले नै मारिदिनु भयो। भगवानले नै मारिदिनु भयो भने भगवानको हातबाट मर्न पाउने त सामान्य भाग्यमान त होइन होला नि त। भगवानले हातबाट मर्न पाउन ठुलै भाग्य चाहिन्छ होला नि। को हो त त्यो? हिरण्याक्ष, जसले भगवानको हातबाट मर्न पायो भन्दा कश्यप ऋषिकी 13वटी पत्नी मध्येमा माइलीको नाम थियो तिथि, जेठीको नाम थियो अदिति, अदितिका छोरा भए इन्द्र, सौताका छोरा भए आफ्ना भएनन्। रातो रातो भन्नुहुन्छ तपाईँ सौता कोही हुनुहुन्न होला नि, होइन भन्नु त। साह्रै नराम्रो साइन गरेका सौता भयो, साह्रै नराम्रो घटिया साइन गरेका सौता भयो। अब यहाँ के भयो? सौताको छोरो छ, मेरो छैन। गएर सिधै कश्यपलाई भयो, मलाई सन्तान दिनुहोस्। सौताको काखमा छोरो खेलिरहेको छ, मेरो टोक बाँध्दैछ, बध्याउँदै छ। साँझको बेलाको तपस्या गर्दै हुँदै मलाई सन्तान दिनुहोस्। सन्तान समय आएपछि हुन्छ, अहिले नै दिनुहोस् र मैले तिमीलाई वरदान दिएँ, तिम्रो सन्तान त हुन्छन्, तर साँझमा तिमीले मलाई माला जप्न दिएनौ। साँझमा तिमीलाई मैले सन्तान हुने वरदान दिएँ, तिम्रो छोरा दुईटा हुन्छ, दुईटै मूर्ख जन्मिन्छ, दुईटै मूर्ख जन्मिन्छ। अब दिदी काट्नु थाल्यो। कसैलाई मेरा छोरा मूर्ख हो, मेरी छोरी मूर्ख हो कसैलाई लाग्छ भन्नु? कसैलाई मूर्ख स्वास्थ्य इच्छा होला र? दिदीको शरीर काट्यो। उसले धेरै युक्ति गरी कश्यपले भन्नुभयो, तिम्रा छोरा त मूर्ख नै हुन्छन्, वरदान दिन्छु नाति चाहिँ ज्ञानी हुन्छ। तिम्रो नाति यति ज्ञानी हुन्छ, देवताले पनि नमस्कार गर्छ। दिदी आफ्नो घरमा गयो। अब यताबाट ब्रह्माका 4 भाइ छोरा सनत, सनातन, सनत कुमार 5 वर्षका बालक वैकुण्ठमा गएका भगवानको दर्शन गर्न गेटबाट भित्र आउनै दिँदैन। त्यहाँ 2 जना बसेका थिए चौकीदार, जसको नाम थियो जय र विजय। एउटाको नाम थियो जय, अर्कोको नाम थियो विजय। यी केटाकेटी के मन्दिरभित्र पस्न पाउँदैन भन्नु? ए भगवानको मन्दिरमा बसेर, भगवानको धाममा बसेर भगवानका भक्तलाई भगवानको दर्शन गर्न नदिने तिमीले राक्षस हुनु भन्दै हाले।
यिनै जय र विजय दितिका कोखमा आए राक्षस बनेर दितिका कोखमा आए जय र विजय राक्षस भएर 3 जन्मको श्राप छ भगवान नारायणले भनिदिनु भयो म 4 जन्म लिएर आउँछु तिमीलाई उद्धार गर्न चिन्ता नगर दितिका कोखमा आए दुईटा रौ भुइँमा खस्यो बडा भगवानको शरीरको भुत्ला दुईटा भुइँमा खस्यो एउटाबाट उस उग्रो एउटाबाट काँस उग्रियो उस र काँस त्यस कारणले कुनै पनि कर्ममा कुश हुँदै पर्यो कुश नभई काँस पनि पर्छ काँस र कुशको उत्तिकै महत्त्व छ अब त्यहाँ कुश छ त्यता काँसको महत्त्व कम्ती नै छ कुश पाइहालिन्छ तर भागवतले भनेको छ कुश र काँस बराबर हो भगवान वराहको शरीरको रौबाट एउटाबाट काँस एउटाबाट कुश उग्रियो जहाँ कुश छैन काँस पनि कुशको बराबर नै अब अगाडि गएर हिरण्याक्षको वध गरिसकेपछि सुभदेवजी महामुनि परीक्षितलाई भन्दै हुनुहुन्छ परीक्षित छाया कर्दमो जगे ब्रह्माजीका छायाबाट कर्दम नाम गरेका ऋषिको जन्म भयो छाया कर्दमो जगे यिनले देवहूति नाम गरेकी कन्यासँग विवाह गरे देवहूति देवहूति को चित्त भन्दा स्वयंको मनुकी माइनी छोरी बे गर्नुभन्दा पहिले कर्दमजीले भन्नुभएको थियो म एउटा सन्तान जन्मेपछि वानप्रस्थ आश्रममा जान्छु भजन गर्छु भनेर तर देवहूतिसँग विवाह भयो देवहूतिले सेवा यति मन लगाएर गर्नुभयो कर्दमजी प्रसन्न भएर वरदान माग भन्दा सन्तान माग्नु भयो त्यति नै खेर देवहूतिको इच्छा पुरा गर्न कर्दमजीले एउटा सुन्दर विमान बनाउनु भयो जुन विमानको नाम हो कामक विमान भक्तवत्सल भगवान की विमान जान्नुहुन्छ नि फ्लाइट अप्ठ्यारो पर्यो भने साथै हुन्थ्यो त्यति महिला छ किन पत्नीको नाम दक्षिणा पत्नी बिना कुनै कर्म हुँदैन यज्ञकी पत्नीको नाम दक्षिणा यज्ञ दक्षिणाको चर्चा यहाँ आएर गर्नुभयो अगाडिको प्रसङ्गमा गएपछि अघि हामीले चर्चा गर्दै थियौँ ब्रह्माका छोराको नाम थियो माइलाको अत्रि अत्रि जेठाको मरिची माइलाको अत्रि उता जेठी छोरीको नाम थियो कला छोरीको नाम थियो माइलीको अनसुया अत्रि र अनसुयाको विवाह अब अत्रि र अनसुयाको घरमा ब्रह्मा विष्णु शिवले छोरो भएर आउनु अत्रि ऋषिले तपस्या गर्नुभयो यति डरलाग्दो तपस्या गर्नुभयो यस संसारमा सबैभन्दा ठुला भगवान जो हुनुहुन्छ मलाई दर्शन दिनु भन्नुभयो कसैको नाम दिनुभयो ब्रह्मा पनि भन्नु भएन विष्णु पनि भन्नु भएन शिव पनि भन्नु भएन जगत ईश्वर यो संसारमा सबैभन्दा श्रेष्ठ जगतका मालिक जो हुनुहुन्छ आउनुहोस् तिनैजना आयो ब्रह्मा विष्णु महेश तिनैजना आउनु अत्रिले भन्नुभयो मैले एकजना बोलाएको तिनजना कसरी आएको अचम्मै भयो विश्वस्थिति लयेषु विभज्यमाने माया गुणैरनुयुगं विगृहीत देहा ते ब्रह्म विष्णु गिरीशा प्रणतोऽस्म्यहं वश तेभ्यः एव भवता परिहो बहुता मैले त एकजनालाई बोलाएको थिएँ तिनजना कसरी आउनुभयो कुन नामले बोलाउनु त्यतिखेर भन्नुभयो हामी तिनजनामा उत्तिकै बराबर छौँ कोही अन्तर छैन
जो तपाईले बोलाउनु भएको हामी तीनैजना हो, नाम एउटै हो, जसको नाम हो ओम। ओम ह उ ब ब्रह्मा विष्णु महेश। के छ इच्छा, के छ मनमा संकल्प? यथापि तस्ते संकल्पो भाग्यं तेनैव नान्यथा। ऐसा संकल्प, मलाई सन्तान चाहियो, सन्तान त्यसो भए हामी तीनैजना छोरा भएर आउँछौँ। अथास्मत् अंश भूतास्ते आत्मजा लोक विस्मृताः। हामी छोरा भएर आउँछौँ। तीनैजनाले वरदान दिनुभयो। समय बित्दै गयो, समय बित्दै गयो। अत्रिकी पत्नी अनसुयाको कोखबाट ब्रह्माजी छोरा भएर आउनुभयो। पहिले ब्रह्माजी छोरा भएर आउनुभयो। नाम भयो चन्द्रमा। अनसुयाका कोखबाट ब्रह्माले जन्म लिनुभयो। नाम भयो चन्द्रमा। शङ्करजीले अनसुयाका कोखबाट छोरा भएर जन्मिनुभयो। नाम भयो दुर्वासा। दुर्वासा। अब भगवान नारायण आउनुभयो छोरा भएर। यसरी अनसुयाको कोखबाट ब्रह्मा विष्णु शिवले पनि जन्म लिएर आउनुभयो। त्यतिकै आमा भनेको होइन नि नारी जातिलाई। एकपल्ट राधे राधे भनिदिनु त। त्यति महिमा छ नारी। अब त नारी कम्ती नै पाइन्छ। असलै लेडिज भयो क्या, लेडिज। राधे राधे भनिदिनु न। के फरक छ भनौँ न, के फरक छ? नारी र लेडिजमा के फरक छ भन्दाखेरि भोलि आयो यो सबै नारी शब्द भोलि गरौँ होला। नारी नरलाई जन्म दिने नारी, नरलाई जन्म दिने, नारायणलाई जन्म दिने नारी। नरलाई होइन, नारायणलाई जन्म दिने नारी भारतकी नारी। त्यतिकै राधा कृष्ण, सीता राम, विष्णु, लक्ष्मी नारायण, उमा महेश्वर भने होइन। पहिले नारीकै नाम आउँछ। राधा कृष्ण भन्नुहोस्, सीता राम भन्नुहोस्, लक्ष्मी नारायण भन्नुहोस्, उमा महेश्वर भन्नुहोस्। पहिले देवीको नाम आउँछ, अर्को देवता। किन? नरलाई र नारायणलाई जन्म दिनेको नाम हो नारी। यहाँ ब्रह्माजी आउनुभयो चन्द्रमा बनेर। शङ्करजी आउनुभयो दुर्वासा बनेर। भगवान नारायण आउनुभयो दत्तात्रेय बनेर। अब अगाडि गएर धेरै लामो प्रसङ्ग छ। कति भयो? 2-15 पनि नारायण। अगाडिको प्रसङ्ग भोलि मात्रै गर्ने। प्रस्तुतिको सतीदेवीको चरित्र आउँदैछ अगाडि गएपछि। दाहाल परिवारका समस्त पितृहरूलाई प्रणाम, माया, कोटि कोटि वन्दन। यस यज्ञको सत्सङ्कल्प गर्दा ओम प्रकाश दाहालज्यू, माता तुलसा दाहालज्यू लगायत समस्त परिवारलाई पनि प्रणाम छ। जसको कारणले आज हामी जोडिएका छौँ, कथा सुन्न पाएका छौँ। माघको महिना छ, उता कुम्भ चलिरहेको छ, गङ्गामा नुहाइरहनु भएको छ। हामी भागवती गङ्गामा नुहाइरहेका छौँ। माघको महिना भगवानको चर्चा गर्न पाइएको छ। त्योभन्दा ठुलो भाव हामीले के आउँछ? भगवानको नाम जपिरहेका छौँ। की है आरती, पापियों को पाप से है आरती। श्री भागवत भगवान की है आरती, पापियों को पाप से है आरती, पापियों को पाप से है आरती।
शांत गीत पावन पुनीत पापों को मिटाने वाला हरि दर्शन कराने वाला। यह शांत गीत पावन पुनीत पापों को मिटाने वाला हरि दर्शन कराने वाला। यह सुख हरि यह दुख हरि यह सुख हरि यह दुख हरि श्री मधुसूदन की आरती। पापियों को पाप से आरती पापियों को पाप से आरती। श्री भागवत भगवान की है आरती। पापियों को पाप से आरती पापियों को पाप से आरती। मधुर बोल जगतंत बोल सत मर्द बताने वाला बिगड़ी को बताने वाला। यह मधुर बोल जगतंत बोल सत मर्द दिखाने वाला बिगड़ी को बनाने वाला। श्री राम यही घनश्याम यही श्री राम यही घनश्याम यही पापियों को पाप से आरती। श्री भागवत भगवान की है आरती। पापियों को पाप से आरती पापियों को पाप से आरती। सत्य प्रीत सिखाने वाला प्रभु प्रेम जगाने वाला। यह कृष्ण भक्ति राधा की सत्य प्रीत सिखाने वाला प्रभु प्रेम जगाने वाला। प्रहलाद यही हनुमान यही प्रहलाद यही हनुमान यही पापियों को पाप से आरती पापियों को पाप से आरती। श्री भागवत भगवान की है आरती। पापियों को पाप से आरती पापियों को पाप से आरती। काल हरोहर काष्ठ हरोहर दुख दारिद्र्यं सदा नमामि शंकर भजामि भोले। हर हर शंकर शिवा शरणं जय जय हर हर शंकर शिवा शरणं। कर्पूर गौरं करुणावतारं संसार सारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे। भवं भवानी सहितं नमामि। त्वमेव माता च पिता त्वमेव त्वमेव बन्धुः च सखा त्वमेव त्वमेव वेद्या त्वमेव त्वमेव सर्वं मम देव देव। आयेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना प्रकृतिं स्वभावतः करोमि यत् सकलं परस्मै नारायणायेति समर्पयामि नारायणायेति समर्पयामि।
जन्मान्तरकृतानि च तानि सर्वाणि नश्यन्तो प्रदक्षिण पदे पदे सपदे फूल दिनोला पुष्पांजलि हरिः ओम जघेन जगमय दत्त देवा तानि धर्माणि प्रथमान्यासन्नतेहनागं महिमानः सतत्र पूर्वे साध्याः सन्ति देवाः राजाधिराजाय प्रसेय्यशायिने नमो वयं वै श्रवणाय कुर्महे समे कामान् कामकामाय मह्यं कामेश्वरो वै श्रवणो ददातु सम्पूज्यकानां परिपालिकानां जितेन्द्रियाणां शतपुधनानां देशे च राष्ट्रे च कुले गृहे च ददातु शान्तिर्भगवान् गणेश तं वैष्णवेश तिरनन्तवीर्या विश्वस्य बीजं परमासिमाय संवहितं देवि समस्तमेत तं वै प्रसन्ना भुवि मोदयेतु वन्दे देवो मापतिं सुरगुरुं वन्दे जगत्कारणं वन्दे पन्नगभूषणं मृगधरं वन्दे पशूनां पते वन्दे सूर्यशशाङ्कवन्दिनयनं वन्दे मुकुन्दप्रियं वन्दे वक्वदनाश्रयं च वरदा वन्दे शिवं शङ्करं वंशी विभूषितकरा नवनीरदावा पीताम्बरातरुणबिम्बफलाधरोष्ठा पुण्येन्दुसुन्दरमुखा दरविन्दनेत्रा कृष्णात् परं किमपि तत्त्वमहं न जाने श्रीमद्भागवताख्योऽयं प्रत्यक्षः कृष्ण एवै स्वीकृतोऽसि मया नाथ मुक्त्यार्थं भवसागरे इमानि पुष्पाणि मनोहराणि सुरासुराणामपि दुर्लभानि कल्पध्रुवाति ध्रुवजानि तानि पुष्पाञ्जलिर्मे च सुखाय नित्यं मन्त्रपुष्पाञ्जलिं समर्पयामि प्राणपुरुषोत्तम भगवान् की बोले देवी श्री सहित गणेश भगवान की साक्षी सूर्य नारायण भगवान की महाकाली माँ लक्ष्मी माँ सरस्वती मैया की सरस्वती माता की उमापति महादेव की सांब सदाशिव भगवान की श्री सीतारामचंद्र भगवान की श्री राधा कृष्णचंद्र भगवान की श्री लक्ष्मी नारायण भगवान की श्रीमद् भागवत महापुराण की श्री व्यास नारायण भगवान की श्री सत्यनारायण भगवान की श्री परीक्षित महाराज की वत्स गोत्र का समस्त पितृहरु को वत्स गोत्र का समस्त पितृहरु को वत्स गोत्र का समस्त पितृहरु को सत्य सनातन धर्म की गौ माता की भारत माता की आज की आनंद की जय श्री राधे हर 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 महादेव शंभो ओम देव शांतिरंतरिक्षं शांति पृथ्वी शांतिरापः शांतिरोगदयः शांतिः वनस्पतयः शांतिर्विश्वे देवाः शांति ब्रह्म शांति सर्वगुण शांति शांतिरेव शांति श्यामा शांतिरेधि ब्रह्मा मुरारे तुमनंतकारे भानु शशि ओम शतोपदस्य गुरु से शुक्र शनिराहुके तव सर्वे ग्रह शांति भवन्तु सर्वबाधा विनिर्मुक्तो धन धान्य सुतान्वितः
भगवान को महती अनुकंपा वत्स गोत्रीय दाहाल परिवारका पितृहरूको परम आशीर्वाद हजुर हाम्रो धेरै जन्मको पुण्यको फल आज यस पावन धरतीमा बसेर श्रीमद् भागवत महापुराणलाई श्रवण गर्ने अवसर पाएका छौँ। माघको महिना स्वस्थानीको महोत्सव कुम्भ मेलाको पावन पर्व हामी पनि कुनै न कुनै कारणले भगवानसँग जोडिरहेका छौँ। व्यासमा आवाहन गरेका सम्पूर्ण देवी देवतालाई सबभन्दा पहिले प्रणाम गर्दै पितृहरूलाई नमन गर्दै व्यासमा विराजित गुरुदेवहरू, कलाकार बन्धुहरू, आयोजक दाहाल परिवार, ओम प्रकाशज्यू, तुलसा माताज्यू, सबै उपस्थित आफन्तजन, भगवत चरण कमलमा अनुराग राखेर आउनुहुने बाबा आमा, दाजुभाइ दिदीबहिनीहरू सबैलाई द्वितीय दिवसको सायंकालीन सत्रमा व्यासपीठबाट नमन गर्दछु। सबैलाई राधे राधे। मजाले भन्दिनु न, राधे राधे। भगवानको नाम निरन्तर जपिरह्यो भने बोली शुद्ध हुन्छ। आउनुहोस्, श्रीमद् भागवत महापुराणको सायंकालीन सत्रको हामी महात्म्यमा छौँ। हिजो हामीले कथा कसरी सुन्ने भन्ने विषयमा केही चर्चा गऱ्यौँ। के खाने, के नखाने, कस्तोमा बस्ने, कसरी बस्ने, नियमहरू के छन्, कसरी पुराण लगाउने, कति खर्च गर्ने, यी सबै कुराहरू हिजो हामीले सुन्यौँ। भन्दा पहिलोको श्लोक छ आज सच्चिदानन्द रूपाय विश्वोत्पत्त्यादि हेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नमः। भगवानको तीनटा रूप छ हजुर। एकपल्ट सबैले राधे राधे भनिदिनु न। देख्नु भएको त्यसलाई के भन्नु? आगो ताप्दाखेरि आगो हुर हुर आगो परेर फलाम ताप्नु पुग्छ नि, देख्नु भएको छ? अहिले यस्तो घुमाउने आगो पहिले तान्ने थियो, अगाडि सुकेको पछाडि फुकेको यत्रो हुन्थ्यो, त्यसलाई भाटी भन्थ्यो। सुन्नुभएको नि भाटी? आँगनमा आगो फुक्ने भाटी, हिन्दीमा धोक्नी भन्छ। घुमाउन छोड्छ, आगो बल्द बल्द हुन्छ, सास बल्द बल्द हुन्छ। त्यस्तै त्यो आँगनमा भएको भातले जसरी सास बल्छ हजुरमा पनि फेर्छ।
शास्त्रले बताए अनुसार स्वस्थ व्यक्ति 24 घण्टामा हामी कति सास फेर्छौँ भनिदिनु त 21,600 पल्ट भने को त त्यो 21,600 पल्ट उसको नाम भगवान होइन जब उसले छोडिन्छ हामी सास फेर्छौँ र त्यस कारण जसले सास फेर्छ उसले ईश्वर छैन भन्ने सक्दैन कहिले फेराएको त्यो सास सुत्दा पनि फेरेकै छ होइन भन्नु त हिँड्दा पनि फेरेकै छ भोजन गर्दा पनि उसको नाम हो ईश्वर ऊ छ कसरी भेटिन्छ बाहिरी आँखाले देखिँदैन ध्यान गर्नुपर्छ अनि मात्रै उसलाई जानिन्छ भेटिन्छ उसको एकपल्ट राधे राधे भनिदिनु राधे राधे दुधमा घिउ छ कि छैन दुधमा भएको घिउलाई देख्न पाउनको लागि नियम छ चिन्तन गर्नु पर्यो ध्यान गर्नु पर्यो आँखा बन्द गर्नु पर्यो अनि मात्रै देखिन्छ आँखाले संसार देखिन्छ आँखा बन्द गरे पनि ईश्वर देखिन्छ आँखाले एउटा छ दैविक दुःख देवताबाट पाउने एउटा छ भौतिक दुःख पशु प्राणीबाट पाउने अर्को छ दैहिक दुःख शरीरले पाउने जति संसारका दुःख छन् तीनटा भित्र पर्छन् दैविक भौतिक दैहिक आध्यात्मिक आदि दैविक आदि भौतिक यस्ता भगवान श्री कृष्णलाई हामी सबैको तर्फबाट नमन गर्दछौँ श्री कृष्णाय वयं नमः सुगदेवजी महामुनिलाई प्रणाम गर्दै नैमिषारण्य नाम गरेको पावन धाममा सूतजीलाई शौनकादि 88,000 ऋषिहरूले सुन्दर प्रश्न गर्नुभयो गुरुदेव हजुर हामी समक्षमा हुनुहुन्छ हामी साह्रै भाग्यमानी एउटा कुरा भनिदिनुहोस् कलिजुग आउँदैछ कलिजुगमा के हुन्छ त भन्दा मान्छेको अनुहार मात्रै मान्छेको हुन्छ विचार मान्छेको हुँदैन जाँदै जाँदै भनिदिनु न एकपल्ट बुझ्नु भएन कलिजुगमा मान्छेको अनुहार मात्रै मान्छेको हुन्छ विचार मान्छेको हुँदैन भन्नुको मतलब कलिजुगका धेरै मान्छेको नराम्रो स्वभाव नराम्रो सोच नराम्रो विचार मात्रै हुन्छ अनुहार मात्रै मान्छेको हुन्छ विचार राम्रो हुँदैन चोर्ने ढाँट्ने लुट्ने होइन भन्नु त हो कि अर्काको भेटे जसरी पनि आफ्नो बाटो चोर्ने लुट्ने धुत्ने अनुहार मात्रै मान्छेको हो नि होइन भन्नु त विचार राक्षसको होइन र हो नि जे भेटे उठाइदिने अर्काको मतलब नहुने चोर्न पाए लुट्न पाए धुत्न पाए भयो कलिजुगका मान्छेको इह घोर कलो प्रायो जीवस्ता सुरता गतः अनुहार मान्छेको विचार राक्षसको अनि के हुन्छ क्लेशाक्रान्तस्य तस्यैव कलिजुगका मान्छेको मनमा शान्ति हुँदैन कुनै न कुनै कारणले मनमा केही न केही पीड भएकै हुन्छ क्लेशाक्रान्तस्य दुःखले मन भरिएको हुन्छ शोधने किं परायणम यस्ता मनुष्यहरूको मनलाई शुद्ध पार्नको लागि उपाय के छ शोधने किं परायणम गुरुदेव हामीले सुनेका छौं कसैको घरमा धेरै सुन चाँदी मणि माणिक्य छ भने संसारको सुखलाई पाउन सक्ला साह्रै दुःख पर्यो यति सुन बगाएर खान्छु भन्दा हुँदै भनिदिनु न हौ धेरै सुन चाँदी छ घर प्रशस्त छ 8-10 किलो छ भनिदिनु त्यो त नहोला 8-10 तोलै होला
साह्रै दुःख भयो, साह्रै पिर पर्यो, साह्रै महँगो सुन, यति चारानी भत्तै पकाएर खान्छु भन्दा होला, मनमा शान्ति होला? हुँदैन नि। धन सम्पत्तिले मनमा शान्ति हुँदैन। संसारको वैभव होला, ठुला ठुला महलहरू बन्ला, महँगा महँगा गाडीहरू होला, महँगा महँगा लत्ता कपडा लगाउन पाइएला, सम्पत्ति प्रशस्त भयो, तर शान्ति पाइन्छ र सम्पत्तिले? पाइँदैन नि। चिन्तामणि लोक सुखम, लोकको सुख होला। आकाश देख्दा वाह भाइ वाह, घरको घर हेर्दा, गाडी हेर्दा, कसरी हिँड्छ हेर्दा, वाइफाई हेर्दा, दुनियाँ ठिक गर्दा भित्र कति पोलेको छ उसलाई पनि थाहा छैन। जति भित्र पोलेको उसलाई मात्रै थाहा छ। जानेले मन छोडेर लागिसके छोडेर खाने, मन छोडेर लागिसके छोडेर खाने, त्यसमा साथी कोही भन्छन् गोकुल पनि जाने, त्यसमा साथी कोही भन्छन् गोकुल पनि जाने, मन छोडेर लागिसके छोडेर खाने, मन छोडेर लागिसके छोडेर खाने। कृष्णचंद्र भगवान की घरलाई कलिजुगबाट बचाउनु पर्छ भने श्रीमान श्रीमतीमा झगडा नगर्नु, प्रेम गर्नु। किन अघि सुन्यो नि हामीले दिउँसो, श्रीमती भनेको श्रद्धा हो, श्रीमान भनेको विश्वास हो। श्रद्धा र विश्वासले संसार टिक्छ। श्रीमती श्रद्धा हो, श्रीमान विश्वास हो। यो संसार विश्वासले टिकेको छ, होइन भन्नु त? हो नि, संसार श्रद्धाले टिकेको छ। दोस्रो कुरो पनि भने, कुनै व्यवहारमा बिना सल्लाह नगर्नु। भगवान शङ्करजीले विष पिउने बेलामा पार्वतीलाई सल्लाह माग्नुहुन्छ। के गर्नु पार्वती, विष पिउनु र मैले सबै देवता विष पिउनको लागि मलाई बिन्ती गरेका छन्, के गर्नु भन्दा माता पार्वतीले सल्लाह दिनुहुन्छ। श्रीमतीको सल्लाह बिना कुनै काम नगर्नु। अर्को कुरो, विवाह गरेपछि पुरुषले
उन्नति गर्नुपर्छ र साँचो बाटोमा हिँड्नुपर्छ भने जीवनमा सल्लाहकार श्रीमतीलाई नै बनाउनुपर्छ। श्रीमती जतिको सल्लाह दिने दुनियाँमा कोही पनि हुँदैन, तर अझ श्रीमती नै छैन त भन्नु राधे राधे भन्नु त छैन श्रीमती। वाइफ भन्नु वाइफ। म भन्छु वाइफलाई केही नदिनु, सल्लाह नदिनु भन्छु फेरि। किनकि कतिवटी वाइफले कतिको जीवन उजाड बनाएको छ, आशा कसैले। कति श्रीमान पैसा कमाउने घरमा पठाउने वाइफलाई वाइफ सम्पत्ति बोकेर टापपट्टि लगाएको छैन नि त। वेस्टिङ वाइफ भयो भने खत्तम भयो जिन्दगी। त्यस कारणले यहाँ श्रीमतीको कुरा गरायो। श्री भनेको लक्ष्मीको जस्तो, मती भनेको बुद्धि भएको। श्रीमती भन्छन् नि, अर्धाङ्गिनी भन्छन् नि, जीवन सङ्गिनी भन्छन् नि, सहधर्मिणी भन्छन् नि। कति नाम छ श्रीमतीको घरमा? सहचरी, सहधर्मिणी, धर्मपत्नी, श्रीमती, कति नाम छन् आफ्नो पत्नीको भन्नु त। अब एउटा शब्द भन्दैछु, श्यालको बुद्धिदायक। घरलाई सही तरिकाले चलाउनु पर्छ भने साला जेठुलाई सल्लाहकार नबनाउनु। राधे राधे भन्नु त नबनाउनु। यी कुटुम्बमा छ आफ्नो दालको आज घरलाई सही घर बनाउनु पर्छ भने साला जेठुसँग बसेर कहिले सल्लाह गर्छ? यी कुटुम्बमा छ। मैले भने अहिले भागवतले भनेको श्यालको बुद्धिदायक। छन् दाजुभाइसँग बसेर सल्लाह गर, न पति पत्नी बसेर सल्लाह गर, साला जेठुलाई राखेर कुनै कामको सल्लाह नगर। त्यो घर हाडिन्छ। कुरा गर्नु लाग्छ एकपल्ट राधे राधे भनिदिनु। एकपल्ट कुरा हो।
उल्लास झाला श्रीमंतांचा साला अंतरा झाला 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 उमा महेश्वर भगवान को अति सुहानी हे भोलेनाथ की दया कथनी भक्त का दुख हर तिमी आफ्नो दुःख मनी शङ्कर भोले बम 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 शङ्कर भोले बम 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 दर्शन गर्न पशुपति छौ दर्शन गर्न पशुपति छौ शङ्कर भोले बम 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 शङ्कर भोले बम 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 दर्शन गर्न पशुपति छौ दर्शन गर्न पशुपति छौ
अब दुईटा भनेर एकजना केही पनि लागिँदैन सबै झोलामै रहन्छ भन्ने भाव दिएको छ शङ्ख फुक्दै लान्छन् कोरमा छैन भन्दै राखेको सम्पत्ति छैन भन्दै राखेको सम्पत्ति छुट्यो सबै घरकै झोलीमा छुट्यो सबै घरकै झोलीमा जिन्दगी रोएर जाने भो जिन्दगी रोएर जाने भो मम्मी जाँदा खोइ के बोलाने हो शङ्ख फुक्दै लान्छन् कोलीमा छैन भन्दै राखेको सम्पत्ति छैन भन्दै राखेको सम्पत्ति छुट्यो सबै घरकै झोलीमा छुट्यो सबै घरकै झोलीमा साह्रै दुःख पायो निकै हारी साह्रै दुःख पायो निकै हारी बिराहरू बिनाउन कसरी शङ्ख फुक्दै लान्छन् कोलीमा छैन भन्दै राखेको सम्पत्ति छैन भन्दै राखेको सम्पत्ति छुट्यो सबै घरकै झोलीमा छुट्यो सबै घरकै झोलीमा रोगै रोगले शरीर खाने भो रोगै रोगले शरीर खाने भो हस्ते त भई कसले लाने हो शङ्ख फुक्दै लान्छन् कोलीमा छैन भन्दै राखेको सम्पत्ति छैन भन्दै राखेको सम्पत्ति छुट्यो सबै घरकै झोलीमा छुट्यो सबै घरकै झोलीमा जिन्दगी रोएर जाने हो जिन्दगी रोएर जाने हो मम्मी जाँदा खोइ के बोलाने हो शङ्ख फुक्दै लान्छन् कोलीमा छैन भन्दै राखेको सम्पत्ति छैन भन्दै राखेको सम्पत्ति छुट्यो सबै घरकै झोलीमा राधे छुट्यो सबै घरकै झोलीमा हो छुट्यो सबै घरकै झोलीमा भक्तवत्सल भगवानको बिदाबारी हो सबैजना उठ्नुहोस् त शिव शिव भन्दैछौ भक्ता शिव शिव भन्दैछौ शिव शिव भन्दैछौ भक्ता शिव शिव भन्दैछौ घर जाने बेला भइसक्यो शिव शिव भन्दैछौ घर जाने बेला भइसक्यो शिव शिव भन्दैछौ राधे राधे भन्दैछौ भक्ता राधे राधे भन्दैछौ राधे राधे भन्दैछौ भक्ता राधे राधे भन्दैछौ घर जाने बेला भइसक्यो राधे राधे भन्दैछौ घर जाने बेला भइसक्यो राधे राधे भन्दैछौ शिव शिव भन्दैछौ भक्ता शिव शिव भन्दैछौ शिव शिव भन्दैछौ भक्ता शिव शिव भन्दैछौ घर जाने बेला भइसक्यो शिव शिव भन्दैछौ घर जाने बेला भइसक्यो शिव शिव भन्दैछौ होली फेरि सबैजना भाग्यमा सुन्दा होली फेरि सबैजना भाग्यमा सुन्दा घर जाने बेला भइसक्यो राधे राधे भन्दैछौ ल है त भक्ता सर्वे सन्तु निरामय दोस्रो दिनको सम्पूर्ण यज्ञको कार्यहरू पितृका चरणमा समर्पण भगवानमा समर्पण गर्दै हामी दोस्रो दिनको यज्ञबाट अब
बिदा पनि हुँदैछौँ भोलि बिहान सबैजना फेरि पूजाको लागि 8 बजीदेखि भेला भएर हामी पूजन गर्दै कथालाई श्रवण गर्नेछौँ। दोस्रो दिन भगवानको कृपाले कुनै प्रकारको विघ्न बाधा नभइकन यज्ञ सम्पन्न भयो। भगवानलाई प्रणाम गर्दै पितृहरूलाई प्रणाम गर्दै इष्टदेवलाई गौ मातालाई कुल देवतालाई स्मरण गर्दै गर्दै सबैलाई राधे राधे भन्दछु। शुभरात्रि शुभरात्रि शुभरात्रि। भोलि फेरि भगवानको धाममा भेटौँला यही कामना।